सात गाडी समस्याको काटिसके, 7वटा सरकारले 7 चोटि ढाँटिसके, 7 प्रदेशमा देशलाई 7 चोटि बाँडिसके नेताहरू काखमा, युवाहरू खाडी प्रदेश। मेरो भाग्य शङ्कालु बोलीचाली भरपर्दो वाक्य, झन्चालु गोलीसरी हरकत भो काव्य, मनकाबु भोलिवादी छटपट भो असाध्य चञ्चालु टोली हामी सर्जकको। घर घरमा कुरा हिपहप र नेफापको खासै हुन्न बाल, म त साधारण लेखक हो। नेफापको गाडी चलाउने सबै चेतकको स्कुटर, वुफरमा गीत सबै ब्रेकअपको, कलाकार सबै टिकटकको, दिन हुन्न बिकटक हो। चलचित्रकर्मी चटक खाँदै बिक्छन् हो, चर्ती कलामै चर्चित छन् यौ। स्वघोषित महानायक पातकी नालायक, फोरी फिल्म खेल्ने तोरीहरू बन्दैछन् गायक। 2-4 दिन चुर्ती भोलि कुर्सी नै गायब, 2-4 दिन चुर्ती भोलि कुर्सी नै गायब। Yo! Nice, man. ठिक ला Fantastic. Loved it. के छ काकाको जस्तै ठिकै छ कि के छ? मेन यो चाहिँ काकाको जस्तो ठिकै छैन, यो चाहिँ ठिक छ। त्यो चाहिँ ठिक छ। यो ठिक छ। युजुअली प्राय चाहिँ कस्तो हुन्छ भन्दाखेरि जस्तो ऱ्याप म पनि गर्छु। हजुर हजुर हैन? हजुर एकदम एकदम एकदमै म जस्तो ऱ्याप चाहिँ गरेर हुन्छु के जस्तो के चकलेटको पेपर ऱ्याप कि के कस्तो? हैन त्यो पनि हो अनि यस्तो होला। ए त्यो पनि ऱ्याप गर्नुहुन्छ? त्यस्तो त म गर्दिनँ। ओके। मैले सुनेको कि ऱ्यापरहरू यस्तो त्यो पनि ऱ्याप अलिकति त्यो विदेशी इन्फ्लुएन्स होला, किनभने प्रायः न्युयोर्कको ऱ्यापरहरू त्यस्तै इन्फ्लुएन्स, उनीहरू गीतमा त्यहीको कुरा मात्रै हुन्छ, लिगलाइज भनेर कुरा गरिरहेको हुन्छ। तर मैले चाहिँ अब बुझेको छैन कि के थाहा, मलाई थाहा भएन। मैले खाएको पनि छैन, मलाई थाहा पनि छैन त्यो खाँदा कस्तो हुन्छ। त्यही भएर त्यो विषयमा मैले कहिले पनि खासै बोलेको पनि छैन। थाहा नभएको कुरा गर्नुहुन्न जस्तो लाग्छ। एक्ज्याक्टली त्यो एकदम राम्रो कुरा हो। तपाईँले जस्तो थाहा नभएको कुरा गर्नु हुँदैन। एन्ड वान मोर थिङ, मलाई तपाईँको यो ऱ्याप जति पनि हुन्छ नि, हजुर हजुर त्यसमा आई क्यान फाइन्ड आउट द स्टोरी क्या। जस्तो अनि तपाईँको एउटा आक्रोश हुन्छ वा भन्न मन लागेको कुरा हुन्छ नि, यार आखिर यो भइरहेछ त्यो भइरहेछ के भइरहेछ भन्ने। देशमा जे भइरहेछ त्यही चाहिँ भन्ने। जस्तै देश एकदमै समृद्ध छ भने रमाइलो गीत आउँछ होइन। देश एकदमै ध्वस्त भइरहेछ भने गीतहरू पनि किन ध्वस्त भयो, केले ध्वस्त गर्यो, कसले ध्वस्त गरिरहेछ, त्यसलाई अब चेतना दिनुपर्छ कि, किनभने यो जनर नै यस्तो हो कि देशमा के भइरहेछ ठ्याक्कै रिफ्लेक्ट गरिदिने, 2-4 जनालाई लाज लागोस्। अब यो सुनिसकेपछि अलिकति राम्रो काम गर्छन् कि ए भनिरहेछन् त गाली गर्यो त, अब यस्तो गर्नुहुन्न कि भनेर एटलिस्ट एकजनाले मात्रै सोचिदियो भने पनि हाम्रो गीत सफल भयो कि। सो इट्स समवेयर डाउन द लाइन यो चाहिँ इट्स अ रेप्लिकेसन अफ सोसाइटी, राइट? सोसाइटी हजुर हजुर राइट। हामी जे जस्तो समाज छ त्यस्तै कुरा गर्छौँ। लेट्स इमेजिन कि हाम्रो देश एकदम प्रस्परस भयो भने कस्तो हुनुहुन्छ होला, लाइक के हेभ यु एभर थट अफ दोज काइन्ड अफ थिङ्स? अब जस्तै गीतहरू प्रायः माया पिरतीका हुन्छन् नि, हामी पनि गर्छौँ आक्कल झुक्कल कहिलेकाहीँ। तर ऱ्यापरहरू यार माया पिरतीको कुराहरू किन गर्दैन सिरियसली? लाइक माया पिरतीको कुरा गर्ने वातावरण नै छैन नि। अब तपाईँ डेट जाने कि धुलो खाने क्या? यस